हेलो गाइस वेलकम टु माई च्यानल। सो आजको नयाँ दिन नयाँ ब्लगमा स्वागत छ। र आज चाहिँ म चाहिँ कहाँ जाँदैछु भन्दा चाहिँ अहिले चाहिँ तपाईँहरूको 10:30 हुनु नाटेको छ। सो म रोडमा हिँड्दैछु तयारीमेरी भएर, किनभने चाहिँ टुडे इज माई बर्थडे। सो आज चाहिँ मलाई मेरो हस्बेन्डले कता हो जग्गा चाहिँ थाहा छैन, तर घुमाउनु चाहिँ घुमाउनु लाँदैछ। अन्तखेरि हामी चाहिँ जाँदैछ, यहाँबाट चाहिँ गाडीमा जान्छ, माथिबाट चाहिँ ग्लेनिसबाट चाहिँ भाइले स्कुटी घरको स्कुटी दिन्छ, त्यसको बादमा हामी स्कुटीमा जाने। यहाँ चाहिँ मेरो हस्बेन्ड। यस गाइस, आज चाहिँ मेरो वाइफको बर्थडे होइन, फाइनली हामी चाहिँ आज चाहिँ लामाहट्टा जाँदैछौँ गाइस भन्नु पर्दा। ओके गाइस स्टे ट्युन, हेर्दै गर्नुहोस् होला स्किप नगरी। सो अहिले कहाँ पुग्दा यहाँ कहाँनिर के हुन्छ म तपाईँहरूलाई देखाउने छु। हामीले त्यही गाडी नपाएर अबु र आयुषको बाइक अनि स्कुटी एक एकवटा पायौँ होइन। अन्त म आयुषसँग चढेँ, अगाडि चाहिँ अबु र अभिषेक छ, स्कुटीमा जाँदैछौँ गाइस। यो चाहिँ हो हाम्रो विलप्सम। अब सिंहमारी पुगेर भेट्छु है गाइस तपाईँहरूलाई। जाउँ ल आइज, अलिकति सेफ नऱ्यो। फाइनली वी आर रिच इन सिंहमारी। सो अबु र अभिषेक चाहिँ उमाथि रोक्यो बाइक, म र आयुष चाहिँ यहाँ तल। अब चाहिँ हामी भ्यानमा जान्छु, त्यसको बादमा चाहिँ स्कुटीमा जाने हो उता घुम्नु चाहिँ। सो अहिले देखाउँछु गाइस। म चाहिँ हार्डवेयर गएँ, दादाको सामान रिटर्न गर्नुपर्थ्यो, अन्त घरमा सामान पनि हाल्नु पर्थ्यो होइन गाइस हामी चाहिँ यहाँनिर उयसमा आइपुग्नु नाटेको थियौँ होइन, बजार। अन्त जाम चाहिँ यति बिग्नाको थियो, यति बिग्नाको। सो आज चाहिँ मैले भोइस चाहिँ क्लिप गर्दैछु किनभने कपिराइट लाग्छ नि होइन। अनि फाइनली हामी बजार पनि आइपुग्यो। अब ग्लेनिस जाने हामी स्कुटी लिनु। फाइनली गाइस हामी चाहिँ ग्लेनिस आइपुग्यो भाइको। अब चाहिँ हामी यहाँबाट स्कुटी लैजाएर जाने। सो हेर्नुहोस् होला, हाम्रो चाहिँ भाइको स्कुटी यहाँ छ। अब चाहिँ हामी यहाँबाट लैजाउने हो स्कुटी। पहिला चाहिँ हामीले उयो गऱ्यौँ, बाइकमा आयौँ सोमबाट, त्यहाँबाट सिंहमारीबाट गाडीमा, अब फेरि स्कुटीमा ट्राभल। सो अहिले देखाउँछु गाइस। यहाँ चाहिँ दाजुभाइको के गफ हुँदैछ। मेरो देवर, मेरो चाहिँ हेलमेट। स्कुटी घुमाउनु नसकेर त यहाँ भाइले घुमाइदिँदैछ, अप्ठ्यारो भएर अभिषेकलाई। त्यो मुनि सिट मुनि चाहिँ कोक छ भन्दैछ भाइले, मेरो लागि अरे हो। अहिले देखाउँछु। अब चाहिँ हामी गएको गाइस, हेर्नुहोस् होला। हामी चाहिँ गएको अब स्कुटीमा घुमाउनु चाहिँ कहाँ जानुपर्ने हो घुम्नु चाहिँ। पेट्रोल पनि अहिले भरे आउँदा हाल्नु अरे हो, भाइकोमा छ रहेछ अलरेडी। सो यो चाहिँ भाइले नयाँ किने। गाइस हेर्नु न, यहाँ हाम्रो अगाडि चाहिँ दार्जिलिङको टोय ट्रेन एकदमै दार्जिलिङमा फेमस है। अनि वेदर पनि फगी लागिरहेको थियो। अन्त हामी चाहिँ यहाँनिर तपाईँहरूलाई देखाउनु लागि जाम पनि भइरहेछ। अनि हामी चाहिँ यहाँनिर उयो गरेर जाउँ भनेको कि खै अर्को साइडबाट गाडी आएको छ। अब अगाडि गएर देखाउँछु ल। फाइनली हेर्नुहोस् न हाम्रो दार्जिलिङ टोय ट्रेन। वाउ कति दामी छ, हेर्नु न बिचरा। हेलो गाइस, वी रिच इन डेस्टिनेसन। हामी चाहिँ यहाँ आएको, अभिषेकले चाहिँ मलाई यहाँ ल्याएको रहेछ। यहाँबाट चाहिँ अझै एउटा जग्गामा छ हो, अझै कहाँनिर जग्गा छ त्यहाँ जान्छु। आपा जस्तै लाग्यो आपा जस्तै लाग्यो। ठिकै हुनुहुन्छ? घुम्न आएको हुन्छ, घुमकिन आउँछु ल। हुन्छ बस्दै गर्नु नआउँदैछु ल। लामाहट्टा चाहिँ यस्तो दामी बनाएको रहेछ कि गाइस। म चाहिँ अहिलेभन्दा 6-7 साल पछाडि आएको। सो अहिले आज आउँदाखेरि चाहिँ यस्तो दामी नयाँ चिज
हो सो यता हेर न अभिषेक खै भाइले दिएको पेप्सी देखाइदेऊ न भाइले चाहिँ हालिदिएको अरे मैला खानु भनेर मलाई हाल्नु भनेर चाहिँ हो देखाउँछु ल गाइस अब यहाँ चाहिँ यस्तो दामी छ गाइस हो यहाँ चाहिँ नेपाली कल्चरल ड्रेसहरू पनि लाउनु सक्नुहुने रहेछ तपाईँहरूले हो सो अब हामी चाहिँ यहाँनिर अबे यसो गड प्रभु पहिला ऊ माथि जाने कि यता जाने उकालो माथि पोखरी गएर यता ओह्रालो घुम्दै आऊँ ल पहिला चाहिँ हामी सिधै माथि जान्छौँ हो त्यसको बादमा चाहिँ हामी तपाईँहरूलाई यहाँनिर मुनि घुम्दै गरेको चाहिँ देखाउँछु हो म चाहिँ यहाँ छु लाग्दो भएर हिँड्दैछ त्यहाँबाट होइन पोखरी जाने होइन गाइस हेर्नु हामी चाहिँ यो तलबाट आएको हो अझै आइपुगेकै छैन थाक्यो कि अड्डा लाग्दा हामी चाहिँ पोखरी खोज्दै गएको यो माथि रहेछ कि वा कस्तो दामी पाइन ट्री हेर्नु त गाइस अब माथि पुगेर देखाउँछु ल गाइस हामी चाहिँ यस्तो डरलाग्दो फनी भन्दा पनि यस्तो डरलाग्दो फनी भयो कि यो माथिसम्म पुगेको थियो हामी होइन पोखरी खोज्दै तर हामी कुन चाहिँ गलत रास्ता गएछ कि त्यही लागि पोखरी नै पाएन खालि जङ्गल त्यो कपुर जस्तोहरू भेटायो होइन अन्त डर लागेर अन्त फेरि हाम्रोमा टाइम पनि छैन हामी घरबाट पनि ढिलो निक्लेको थियो आज 11 बजेको थियो अभिषेक निक्लिँदा 12 बजिसकेको थियो होइन सो त्यही लागि अब यहाँ हाम्रो 3 बज्नु आँटेको छ यहीँ लामाहट्टामै अब हामी चाहिँ ओह्रालै जान्छौँ यहाँतिर अलिअलि फोटोहरू खिच्छौँ त्यसको बादमा चाहिँ अब अभिषेकले भन्दै थियो मलाई अस्तिदेखिको जानु मन परेको नि त म कहिले पनि तकदा चाहिँ गएको छुइनँ गाइस हो सो तकदाको रोडमा पनि अलिअलि घुमाउँछु भनेर चाहिँ उसले अब तकदै लान्छ हो त्यस्तै हो गाइस के गर्नु है अब गार्डहरू राखिदिनुपर्छ नि है के चाहिँ भए गार्डहरू पनि थिएन सानो यस्तो डरलाग्दो जङ्गलमा चाहिँ हो अन्त हत्तु भयो अब खोज्दा तर चाहिँ अल्छी लागेर नजाउँ भनेको अब चाहिँ हामी ओह्रालो फर्किँदैछौँ नि बिचरा उयो भैयाहरू पनि हाम्रो पछि जाँदै थियो कि उयो बाटो देखाइदिन्छ भनेर हामी त चिनेन उनीहरूलाई कहाँबाट बाटो देखाइदिनु हो गाइस यस्तो हुन्छ है अब हेर्दै गर्नुहोस् अब तल पुगेर देखाउँछु ल फाइनली गाइस हामी चाहिँ लामाहट्टाबाट निस्क्यौँ हरेस लाग्दो अब यहाँ हामी जिपे गर्नुहुन्छ यहाँ हाम्रो पार्किङको ल सोध्छु ल दिदी हेलमेट दिनुहोस् न गाइस अघिको तकदा जाने बाटो चाहिँ हाम्रो रङ भएछ तकदा कमन गइसक्यो हामी चाहिँ हो खास चाहिँ हामी तकदा क्यान्टोनमेन्ट जानु भनेको थियो किनभने चाहिँ अब एकछिन घुम्नु ओर्नु मजा आउँछ नि त सो त्यही भएर अन्तखेरि अहिले चाहिँ फेरि हामी तकदा क्यान्टोनमेन्ट चाहिँ 6 माइलबाट यता है हो पुलिस बुथ भएर जानु पर्दो रहेछ यता हो अन्त हामी चाहिँ उता तकदा कमान गएको रहेछ कि तर पनि लाँदैछ अभिषेकले मलाई गाइस लानु पऱ्यो होइन बर्थडेको दिन आफ्नो बुढीलाई घुमाउनु पऱ्यो गाइस तपाईँहरू पनि घुम्नु आउनु पऱ्यो भने चाहिँ यता लामाहट्टा आउनुहोस् होइन तर लामाहट्टामा चाहिँ एउटा चाहिँ दुःख चाहिँ के भयो भन्दाखेरि जुन चाहिँ पोखरी हेर्नु जानु खोजेको थियौँ होइन तर त्यो चाहिँ हेर्नु सकेन किनभने फर्स्ट टाइम आएको कारण कन्फ्युज भयो गाइस जाँदैछौँ हामी नि त्यो पोखरी जाने भनेको थियो कि हामी रङ बाटो गएछौँ अन्त तकदा क्यान्टोनमेन्ट जाने भनेको त्यो पनि रङ बाटो हो तर पनि एनिवेज जाँदैछौँ के कस्तो हुन्छ देखाउँछु गाइस तपाईँहरूलाई बाटो तर तकदाको कमानको चाहिँ अलिक राम्रो रहेछ बाटो है यो अलिकति तकदा क्यान्टोनमेन्टको त सानो प्लस फेरि अलिक रफ है त्यो अघिको चाहिँ ग्लेनमनहरू जाने तकदा कमान जाने चाहिँ अलिक राम्रो थियो होइन तर पनि दुःख सुख के हुन्छ म तपाईँहरूलाई देखाउने छु हामी चाहिँ यहाँ तकदा क्यान्टोनमेन्ट अब 1 किलोमिटर छ अरे
सो हामी चाहिँ आइपुग्नु नाटे तर लामो लाग्यो बाटो चाहिँ अनि यो भ्यूहरू चाहिँ मजाको रहेछ हौ यो साइड चाहिँ कुन त के हो बङ्गलोहरू होला गाइस हेर्नु न गाइस यो चाहिँ टक द क्यान्डी पनि होइन तर हो कि होइन कहाँ हो कहाँ मैले अन्त जोड्दैछ हामीले सोध्नु पनि चाहिँ हामीले हाम्रो साथीलाई पर्खेको छ मेन बजारमा होइन तर अफसोस त्यो चाहिँ ढिलो आयो अनि हामीलाई अलरेडी लेट भइसकेको थियो यहाँनिर हाम्रो साथी छ हुनु आँटेको थियो सो हामी पर्खिँदा पर्खिँदा आधा घन्टा जस्तो पर्खिँदा पनि आएन सो हामी चाहिँ पानी आउँछ भनेर प्लस ढिलो पनि हुन्छ भनेर चाहिँ हामी यहाँबाट चाहिँ फर्क्यौँ नेक्स्ट टाइम भेटौँ ल साथी गाइस हामी चाहिँ भिजेर आएर पनि बिग बजारमा सपिङ गरेर पनि अब हामी ग्लेनलिस स्कुटी बुझाउनु जानेछु अभिषेक यहाँ छ हामी चाहिँ अब स्कुटी पुऱ्याउनु जाँदैछौँ मेरो चेनहरू पानीको जतासुकै भइसकेछ हो अन्त डरलाग्दो भिजिरहेको छु अब अहिले चाहिँ तपाईँहरूको टाइम भइसक्यो 7:22 हो अन्तखेरि ओह्रालो जानुको लागि चाहिँ हामीले काकाको गाडी भनिरहेको छौँ गाइस बिग बजारको माहौल चाहिँ यस्तो छ अहिले चाहिँ फिलहाल हाम्रो 7:30 हुन आँटेको छ गाइस चाहिँ अब फाइनल्ली गाइस हामी चाहिँ ग्लेनलिस आइपुगेँ 7:30 बजी सो यहाँ चाहिँ स्कुटी हालिदिँदैछ अभिषेकले भाइको अन्त यो चाहिँ सामान दिनुपर्छ तल घर पठाइदिनुपर्छ सो अब बाटोमा जाँदा अहिले भरे काकाको गाडीमा जान्छु भेट्नेछु हामी चाहिँ फास्ट फुड खानु लाँदैछ अब यहाँनिर चाउमिन चिकन चिल्ली छ हामी चाहिँ अब चाहिँ गाडी पर्खिरहेको छ सो हाई एभ्रिवान थ्याङ्क यू फर वाचिङ दिस भिडियो अनि तपाईँहरूले यति स्विट मलाई है बर्थडे विसेसहरू गर्नुभयो अनि त्यसको लागि पनि धेरै धेरै थ्याङ्क यू सो मच तपाईँहरूलाई अन्तखेरि चाहिँ धेरै धेरै धन्यवाद पनि साथै अन्त म चाहिँ के भन्नु आँटेको छु भन्दाखेरि चाहिँ जस्ट मेरो चाहिँ हस्बेन्डले सरप्राइज दिएको थियो अनि घुम्नु लैजाएको थियो द्याट मच ओन्ली अनि मैले केकहरू त्यो काट्ने सेरेमनी त्यस्तोहरू केही पनि गरेन प्रोग्रामहरू किनभने अब मलाई के लाग्छ भने चाहिँ अहिले फिलहाल मेरो घरमा चाहिँ मम ड्याड दादा चाहिँ हुनुहुन्न बाहिर काम गर्छ सो त्यसले गर्दाखेरि उनीहरू नहुँदा चाहिँ मलाई कस्तो लाग्छ त्यही कारण म के त्यो केकहरू काट्नु त्यो हुन्छ नि त्यस्तोहरू गर्नु सेलिब्रेसनहरू गर्नु भन्नु चाहिँ मलाई अब मन पर्दैन क्या अब आज योपालिको बर्थडेमा चाहिँ मैले मेरो दादालाई धेरै मिस गरेँ किनभने उसको ड्युटी पनि उयो थियो होइन तर भए पनि अब उसले टाइम निकालेर विस गर्नु चाहिँ फोन गरेको थियो फोन चाहिँ गऱ्यो अन्तखेरि दादालाई मिस गरिरहेको थिएँ अन्त आमा आपाले चाहिँ बिहानै फोन गरेर गर्नुभएको थियो अन्तखेरि प्लस मेरो बहिनी मामाको छोरी जुन मेरो मामाको छोरी छ निर्जला तपाईँहरूले हेर्नु सक्नुहुनेछ त्यहाँ मैले फर्स्ट युट्युबको उयसमा हालेको छु भ्लगमा है त्यसलाई पनि मैले मिस गरिरहेको छु किनभने त्यो चाहिँ राजस्थानमा छ अहिले ड्युटी छ सो जो दुःख सुख जेसुकै भए पनि तपाईँहरूले पनि स्विट मलाई कल अन्तखेरि मेसेज अथवा फेसबुक केमा तपाईँहरूले मलाई मेसेजहरू गरिदिनु भयो होइन त्यसको लागि धेरै धेरै धन्यवाद अथवा थ्याङ्क यू सो मच सबैजनालाई तपाईँहरूले दिनुभएको आशीर्वाद मेरो जीवनमा लागोस् है अन्तखेरि यो भिडियो चाहिँ हेरेर लाइक सेयर एन्ड कमेन्ट सेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनुहोस् होला अब हामी नेक्स्ट ब्लगमा भेट्नेछौँ बाई गाइस।